हेलो गाइज, ल है त फेरि पनि छोटो मिठो भ्लग लिएर आइसकेको छु र आज चाहिँ आएको छु म जङ्गलमा। पुरा है हेर्दा पनि पुरै डर लाग्दो छ है जङ्गल चाहिँ। जस्तो पाए त्यस्तै मान्छे चाहिँ डराउँछ होला सायद। जङ्गल चाहिँ बहुत बडा छ क्या हैन। आज चाहिँ यो चाहिँ मेरो ससुराल जाने बाटो है। अनि आज चाहिँ असार 15 अनि श्रीमती चाहिँ माइत जाने भन्ने कुरो हो। त्यही भएर उसलाई चाहिँ उता तलसम्म जङ्गल कटाएर छोडिदिएर म चाहिँ यहाँ आइसकेको छु। घर फर्केको रिटर्न। यस्तो डरलाग्दो जङ्गल छ है। त्यही पनि भाग्यो राति राति भाग्ने बेलामा। पहिला मान्छेहरूले भन्थ्यो डर लागेन त्यत्रो जङ्गल भन्थ्यो, तर फेरि आफू डराउने मान्छे चाहिँ होइन है फेरि म। अनि बाघसँग आँखामा आँखा जुदाएर कुस्ती खेल्ने मान्छे अनि म अबुई हत्तोको मासला हट फटेङ्ग्रा पो रहेछ राम्रा हट मुटुले हौसला छोड्यो साथीहरू। के गर्नु अब यस्तै हो, कुनै बेला डर्नु दिनुपर्छ होइन। जङ्गल जीवन छ। आज चाहिँ जस जिउको एक्सर्साइज भयो। सुत्दा सुत्दा ढाड दुखेर रोपाइ गर्नु भने पनि पानी छैन, पानी परेन। पोहोरको साल होइन परारको साल परेको थिएन एक साल, यसपालि त्यस्तै होला जस्तो चाहिँ पानी नपरेर। पाहाडमा बस्नुको घाटै यही छ क्या। फेरि बेसी पानी पऱ्यो भने पनि पहिरोले थिचेर मार्ला भन्ने डर, चिप्लेर भित्र खुस्ला भन्ने डर। तराईमा बस्यौँ भने गर्मीले मर्छ फ्याट्टै। अनि तराईमा बस्यो भने अर्को घाटा कुरा, कुन बेला बाढी आएर लान्छ थाहा हुँदैन सम्म ठाउँमा। त्यही हो गाह्रो। थाक्यो। अब चाहिँ सरासर घर गइन्छ। घर गएर फेरि मामाले मामासँग जाउँ भन्नुभयो। मामाले साथी मामाको ससुराल, आफ्नो ससुराल छोडेर मामाको ससुरालतिर जानु परिरहेछ आज चाहिँ। भोलि जान्छु होला सायद आफ्नो ससुरालतिर पनि श्रीमतीलाई लिन। जङ्गल चाहिँ बहुत डेन्जरै छ क्या हाम्रो वनपाखा। हजुर साथीहरूले त रोपाइ सकियो होला है सबैको। हाम्रोतिर त खेतमा हिँड्यो त्यति मभन्दा ठुल्ठुलो इलामे झार फलाएर बसेको छ। पानी पर्दैन हाम्रो त खेत पनि फेरि कुलो लाग्दैन। यसपालि मोटर किन्ने भन्ने कुरो त किन्नु त किनेर राखेको छ दाइले काठमाडौँ नेपालबाट ल्याउने बाँकी छ। के सखाएर सुसु गर्छ लास्टै डर लाग्छ हौ भोलि ल है साथीहरू, हेरेर मात्रै नबस्दिनु होला। एउटा लाइक छोडेर गइदिनु हुन्छ होला पक्कै नि। एउटा लाइक मात्रै, अरू केही चाहिँदैन मलाई। एउटा लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् हजुरहरूले। त्यति हो मेरो इच्छा। जङ्गल हेर्नुहोस् यहाँ हाम्रो लङ्गुर खोला जङ्गल बहुत छ। जङ्गल त बहुत ठुलो एकदम। उता पर झन् डरलाग्ने ठाउँ आइसकेको छ होइन। ओहो माकुराको जालो बारेभरि हेत्तेरिका। अनि टक्क अबदेखि आज चाहिँ रोइला हुने भयो क्या है। श्रीमती पनि माइत एक्लै बहुत मजा आउने भयो साला। अब 2-4 दिन त जताततै फेरि अब जे गरे नि जे खाए नि अब जाने बित्तिकै चाहिँ एक लाउनु पर्ला भन्ने प्लानमा छु म चाहिँ। खान्छ भनेर चाहिँ नसोच्नु होला। कहिलेकाहीँ यसो बेलुका चाहिँ एक गफ लगाइदिएँ मात्रै है यताउति भनेर है। अलिअलि गफाडी त गफाडी नै छु म। मान्छे यस्तो मुढा छ भने बाटोमा तेर्सेर बसेको छ। डरलाग्दो बनायो साथीहरू, हेर्नु सक्नुहुन्छ है। हाइट बाटो पनि भ्लग
जङ्गलतिर जाँदैनौँ भिडियोतिर। यसरी जङ्गल त क्या डरलाग्दो छ हेर्नु न, पुरा पुरा बन्यो भने पानी आउला जस्तो भयो। पानीले पिट्यो भने त फेरि बर्बादै हुन्छ असारको बेलामा। भाइ बिरामी भएर सुतेछ, फेरि दाजु पनि बिरामी भयो भने त यहाँ असारको बेलामा काम गर्ने मान्छे छ हुँदैन फेरि। त्यही हो अब होइन, अब के भन्नु खोइ, फर्स्टचोटि भएर होला खासै आएको छैन बोल्नु चाहिँ। यस्तो ठाडै ओह्रालो झर्नुपर्ने छ यो डाँडै डाँडा है। हेर्नु मासतिर क्या डरलाग्दो बन्छ। यो बाटो पनि राति भाग्यो हेर पहिला भग पर्दाखेरि, पिकमा जाँदाखेरि डह्रो हिँड्यो। अहिले झन् डह्रो हिँडाइमा परिन्छ। अलिकति सानो चाडो आयो भने पनि कहिलेकाहीँ भेटघाटै त्यत्तिकै हुन्छ। चाड आएपछि गई छोरीलाई बोलाउनु परि नै गयो साथीहरू। हाम्रो गाउँतिर झन् खल्लो हुँदै गयो है। आफ्नो त दिदी भेनै विदेश, एउटा दुई तिनवटा दिदी काठमाडौँ, अनि दुईवटा दिदी विदेश, अरू भेनाजुहरू पनि काठमाडौँ। अब बोलाउनु त हाम्रो कर्तव्य हो, त्यही पनि बोलाइन्छ। अब दिदीहरू नि आउनुहुन्न जे भने अन्त अब उहाँबाट अब असार 15कै लागि चाहिँ आउने कुरो त भएन। उहाँ त्यत्रो पैसा खर्च गऱ्यो है, बम्बे हुन्छस्, अलिक सन्चो पनि लाग्दैन। एउटा भेनाजु चाहिँ डका गागनमा हुनुहुन्छ। उहाँ भेनाजुलाई चाहिँ एकचोटि सम्पर्क गरिहेर्छु, आज सम्पर्क गरिहेर्नु पर्यो भन्ने कुरो थियो। उहाँ पनि व्यस्तताले गर्दा आउनु भएन। घरमै चाहिँ दुईवटा चेलीबेटी, छोरीहरू, सानसानो नानीहरू, उनीहरूसँगै बसिन्छ, खाइन्छ, बेलुका रमाइलो गरिन्छ। दुःख सुखको कुरो है गाउँघरमा त्यही त हो नि, दुःख सुखको कुरा यताउति कुरा गरिन्छ, खाइन्छ। फेरि असार सकेपछि काठमाडौँतिर जानुपर्छ है, पैसा कमाउनु पर्यो। के भन्नु, पैसा छ त सबै छ, पैसा छैन त केही नहुँदो रहेछ गाइस। त्यही हो दुःखको कुरो भने। बाटैभरि घाँस पलाएर पासेर मर्नु लागेको लामखुट्टेले टोकेर फेरि अलिअलि भएको बोसो पनि उतारिदिने भयो लामखुट्टेले यार। अनि त गाइस आजलाई लगभग यतिमै फिल्माउनु चाहन्छु भन्ने चाहना भयो अब चाहिँ। र हजुरहरूलाई पनि सबैलाई सन्चै त होला नि। एकदम लाइक कमेन्ट गर्नु होला। लाइक दिने काम हजुरहरूको, मिहिनेत गर्ने काम मेरो है। एकदम मिहिनेत गर्नेछु। यो सुरुमा भएर हो यस्तो अलि यताउति भएको, छ्याचै नभनिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब छोडेर गरिदिनु हुने सबैजनालाई। मिहिनेत गर्ने काम मेरो छ। र त्यहाँबाट कम्प्लेन छरिकता त्यहाँबाटको अब सानोतिनो सस्तो मस्तो मोबाइल किन्नु लाग्दैछु, अलिक राम्रो क्यामेरा भएको चाहिँ है। म ल्याएपछि हजुरहरूलाई पक्कै नै भन्ने नै छु क्या मोबाइल ल्याएपछि। र त्यसबाट चाहिँ राम्रो एकदम सर्ट भिडियोहरू, एकदम कमेडीहरू पनि बनाएर हाल्नेछु। भ्लग मात्र त होइन, भ्लग पनि छोड्दिनँ म, कन्टिन्यू चाहिँ हुँदैन। अर्को मोबाइल आएपछि अरू भिडियोहरू चाहिँ कन्टिन्यू हुन्छ। भ्लग चाहिँ यसो ल्याइबस्छु, भ्लग पनि भ्लग टुट्दैन। यस्तै हो, इन्जोय गर्नुपर्छ, रमाइलो गर्नुपर्छ है, हाँस्नुपर्छ, बबाल हान्नुपर्छ क्या। तपाईँहरू साथ मात्रै दिनु, हँसाउने काम चाहिँ म छँदैछु नि। मिहिनेत गर्ने काम मेरो भयो। तपाईँहरू साथ सपोर्ट, लाइक कमेन्ट सब्सक्राइब मात्रै दिनु, हँसाउने काम मिहिनेत गर्ने काम मेरो भयो। ढुक्क हुनुहोस्, मैले हँसाउँछु क्या एकदम। त्यही अब यो भ्लगमा त अब त्यस्तो कस्तै हो। म भिडियो चाहिँ एकदम हजुरहरू नहाँसौँ भने पनि हाँसौँ खालको चाहिँ बनाएर हाल्नेछु एक दिन होइन, कन्टिन्यू होइन। ल साथीहरू अब आजलाई चाहिँ यति नै है। म लगभग तल घर लागिसक्यो। हस् त ल, बाई बाई, टाटा।